के अरे धरानदेखि माथि कहाँ छ धरानदेखि माथि चिने डाँडा जाँदैछौँ नाम लिया सेता हजुर आइला पो रहेछ जाँडाको हामी चाहिँ बलियामा छौँ बलियादेखि अब गाडी चढेर अनि हाइकिङ जान खोजेको तर ढिलो भइसक्यो पुरै अहिले यहीँ 10 बजिसक्यो पुग्दाखेरि 1 बज्छ होला सायद अब हिँड्नै डह्रो छ उकालो पर उकालो छ त्यहाँ छेउ के अरे कुन बाटो अरे त्यो हर्क साङपाङको पार्क हो त्यहाँ बाटो उकालो लाग्नुपर्ने हुन्छ उसो पार्क के अरे यहाँ छ मेरो भाइ सुदर्शन अनि युजेश भाइ हामी चाहिँ 4 जना जाँदैछौँ हामीले फेरि यो अनएक्सपेक्टेड प्लान क्या हिजो भर्खर बनाएको फेरि हिजो भर्खर मैले त भर्खर अघि कति 8 बजीतिर भाइकोमा जाँदा अरे जाउँ भन्दा अरे ए ल दाइ खै के भनेर भनेको थियो उसले उसको झन् आधी घन्टामा फिक्स भएको भयो हिजोदेखि त कुरै छैन बोइजको प्लान यस्तै हुन्छ अब हामीलाई त्यस्तो त्यो केटीहरूले आमामा 1 महिना लाएर बनाउँछ प्लान अनि त्यही पनि जाँदैनन् तिनीहरू त क्यान्सल हानिदिन्छ होइन एउटा साथी जाँदैन अनि किन जानु भन्ने हुँदैन हाम्रो त भएन त्यो आएछ आधी घन्टामा हिँड्नु यसले चाहिँ पुरै मेकअप लगाएर हिँडिरहेछ मेकअप भन्दैन भाइ सनस्क्रिन हुन्छ क्या घाममा डढिँदै त हिँड्नु परेन ल अब हामी बस चढ्न जाँदैछौँ अब यहाँ महेन्द्र हाइवे त्यस्तै भेटौँ बस चाहिँ यहाँ पर आउँदैछ लामो जस्तो बस पनि आउँदैछ भाइ पनि यहाँ छ ठिक छ अब गाइस अब हामी तपाईँ धरान पछि भेट्छौँ हामी धरानमा पुगेर अब केटाहरू छन् यहाँनिर हामी चाहिँ भर्खरै झरेको भर्खर प्लान चेन्ज भएको छ पैसा चाहिँ पुगेन होला भनेर चिन्ने डाँडा अब जसरी हिँड्दैछौँ भनेको फेरि पैसा चाहिँ पुग्ने भएर हामी फेरि भेरेडार जान आँटेको छौँ आजको मौसम चाहिँ ओभर भइहाल्छ क्या माथितिर हेर्नु ओभर सेक्सी छ मौसम अब हाम्रो भाइहरू पनि सेक्सी नै छ यहाँनिर होइन हाम्रो युजेश चौधरी कसैलाई पनि पऱ्यो भाइ भन्नु होला अब हामी टक्करमा अब यहाँ चाहिँ टक्क डाँडासाँडा तानेर बस्नु पर्ने हुन्छ हामीले पनि यो डाँडासाँडा तान्ने कुरा हुन्छ भन्ने अब यसले गर्छ ठिकै छ अब हामी तपाईँहरूलाई सिधै हामी माथि धरानमा भेट्छौँ नि त फाइनली यहाँ हामी चाहिँ भेरेटार आइसकेको छौँ भेरेटार टक्क उयो चाहिँ हेर्नु सक्नुहुन्छ हुस्यो आमामा यस्तो गजबको हुस्यो लागिरहेछ हामी चाहिँ हाम्रो डेस्टिनेसनमा जाँदैछौँ यो चाहिँ हाम्रो पुरानो ठाउँ हो क्या यहाँ चाहिँ हामी आइहाल्छौँ होइन यसो त्यस्तो गरेर एकछिन त्यति राम्रो ठाउँ चाहिँ छैन यता जे एकछिन बस्ने ठाउँ छ हाम्रो चाहिँ एकदम मिटअप मदम भन्छ नि बबाल बस्ने ठाउँ र माथि यस्तो दामी सुई ठाउँ छ तपाईँहरूलाई हामीले गर्छौँ अब र शङ्खा पनि पुग्नु जानु ओए त्यो पिङ बनाएको अहिले ओइ ल लाग्दिम क्या हो उहाँ माथि चाहिँ पिङ बनाएको रहेछ क्या जस्तो लाग्यो हेर्दा चाहिँ यस्तो हेर्दा चाहिँ यो बाटो चाहिँ कहाँ पुगिन्छ यो बाटो राजा लाने जान्छ क्या मेरो उता फुकुरतिर यता चाहिँ बब्बाल छ चिसो हावा चलिरहेको छ एकदम लगायत हामी चाहिँ त्यहाँ माथि गएको होइन केही छैन खाली के होइन त्यो पैसा तिरेर खेल्नु बन्देर त्यहाँ माथि पैसा तिरेर खेल्नु र त्यस्तो त को खेल्छ अब हामी खेल्छौँ पैसा तिरेर हामी झन् जसले फ्रीमा खेल्ने तपाईँलाई भ्यू देखाइदिउँ गाइज भ्यू म खतरा भ्यू देखाइदिइहाल्छु नि तपाईँहरूलाई त्यो आवाज हल्का हल्का हुसी चाहिँ लागिरहेको छ गाइज त्यस्तो साह्रो छैन हुसी लागेको चाहिँ होइन हाम्रो चाहिँ यस्तो जुत्ता लाएर चाहिँ कोही नआउनु होला होइन यस्तो जुत्ता लगाएर चाहिँ मलाई अब्बर खुट्टा खान्छ अगाडि चाहिँ तर फेरि स्टाइलिस देखिन्छ क्या त्यस्तो जुत्ताले यहाँ तपाईँहरूलाई यस्तो घुमाइदिन्छु म हामी चाहिँ यो चाहिँ करेन्ट झरेक झुरुक लाग्यो तपाईँले मर्नुहुन्छ फेरि यस्तो बबाल छ यार यो ठाउँ हावा यस्तो चिसो मौसम सुँग्दा पनि यति बास्न आउँछ नटिपे त्यस्तो चढाएको पैसा फेरि यो भिडियो इन भएपछि चाहिँ गाइज होइन बिबिने त्यो 500 टिप्छ हेर्नु सक्नुहुन्छ अब गाइज हामी चाहिँ यो बाजीभाडा भन्ने मन्दिरमा आइपुग्यौँ होइन त्यहाँ पर 500 मिटर परेको छ नि के त्यो अब पैसा खर्च गर्नु न पैसा नभएको बेलामा पनि किलोमिटर 500 मिटर रहेछ पर होइन
अनि हामी चाहिँ यो के यस्तो मन्दिर के यहाँ आउँदो रहेछ गाडी पनि आउँदो रहेछ होइन अब जस्तै त हो नि अब हामी चाहिँ यहाँबाट यस्तो तलतिर लाग्दैछौँ होइन गयो मन्दिरको बारे होइन तल जाने अब चाहिँ यस्तै छ गाइज यो चाहिँ मन्दिर रहेको छ अब हामी चाहिँ यस्तो गरेर लाग्दिसकेको छौँ चल्दैछ होइन अब हाम्रो चाहिँ चटपटे खाने प्लान छ कि तर लामो जस्तो ठाउँ पनि छैन यहाँ कहाँ गएर खाने हो बसेर गाजर खानेछौँ सामानहरू रेडी हुँदैछ चटपटे बनाउनु हो भित्र सामानहरू रेडी बनाउँदैछ यहाँ छिटो बनाएर अब खाएर कता कता लाग्ने अब हाम्रो कति बजिसक्यो यार 31 भइसक्यो न त कति 1 बजी आइपुग्छौँ होला 12:30 तिर चाहिँ आइपुग्छौँ होला अनि घुम्दा घुम्दै यत्रो टाइम भयो अब हामी यसो बनाउनेतिर लाग्छौँ सर्पतिर रेसिपी के अरे चटपटेको रेसिपी बनाउँदैछौँ हामी चाहिँ टक्कसँगले यो आयो टोमेटो ओनियन अनि के भन्छ धनियाँलाई गार्लिक भन्छ गार्लिक ए जिन्जर 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 भनेको त अदुवा होइन आदि हाल न चटपटेको रेसिपी आदि चटपटे मेकरहरू के अरे सेफ भन चिफ भन्छ क्या चिफ अलिक हेर्न अलिकति मात्रै भन्नु अरे नि दामी पाराले चटपटे बनाइन्छ गाई चाहिँ कस्तो उडी उडी बसिरहेको छ अलिक देखेन फुल भिडियो त्यसको त्यो कायो गेडा मात्र बढेको छ गेडा मन पर्छ रेसिपी खतरा पाराले हुँदैछ टक्क अलिक धारा साइडमा भएको हुन्थ्यो क्या अब गाई चाहिँ बनाउनु पर्ने हुन्छ हातले बनाउनु गरिरहेको चटपटे चाहिँ फाइनली बनिसकेछ साथमा एउटा पानी हामी त्यस्तो जे पाइदिए खाने होइन नि त रोल फेभरेट अब टक्क टेस्ट हान्ने पनि कस्तो हुन्छ पैसा किन खर्च गर्नु यसो टक्क आएर रमाइलो गरेर आफै बनाएर खान पनि सकिँदो रहेछ आयो रमाइलो प्लस पेट पनि फुल्नुहुन्छ हाम्रो डेस्टिनेसन चाहिँ चिन्डेर आएको थियो धरान झर्ने बित्तिकै हाम्रो प्लानै चेन्ज भइदिइहाल्यो क्या जाने ओपी हाम्रो कायो चाहिँ पुगेन त थर्ड टाइमको सेकेन्ड टाइम हो यो हाम्रो सेकेन्ड टाइम थर्ड टाइम हो यो थर्ड टाइमहरू चाहिँ भनौँ न फर्स्ट टाइम चाहिँ एउटामा आएको थियौँ अनि सेकेन्ड टाइम चाहिँ ग्रुपमै आएको ग्रुपमा थियो आएको थियौँ खाइएको थियो अनि गडबड भइसक्यो गाइस अहिले चाहिँ अब ल्याम भुजियासँग सरी हाल्नु सकिन लागिसकेको छ केटाहरू चाहिँ मलाई चाहिँ ओभर पिरो भयो हात अब कहाँ धुने हो धारा खोज्दै जानु पर्ला के हो मलाई आइरहेको थियो ओ दामी यताबाट अब अघि चाहिँ हामी यताबाट आयो यो बाटो आएर यता तल फेरि घुमेर फेरि एकछिन आएर ठाउँ रहेछ अनि बस्यौँ यहाँ माथि पनि ठाउँ रहेछ त्यहाँ चाहिँ हामी गएनौँ यो भाइ सक्दैन अरे यहाँ हालत हेर्न मान्छेको जुत्ता खोलेर बसिरहेछ खानु सक्ने अरे हिँड्नु सक्ने
खाना के योले हो र खुट्टाले खाने हो जाँटा पानी चाहिँ कम्प्लिट भइसकेछ 2 बोतल किनेको 1 बोतल गाविती छ लास्टमा चाहिँ मर्ने भयो यिनीहरू म एकछिन बसिजाल्छ यहाँ जिब्रो पोलिसक्यो उपर ए साथी यहाँ पिरो मेटाउने छ त होइन जे नि पिरो हटाउँछ नि त चाहिँ पानी नपाएर भौतारिसक्यो मैले चाहिँ धन्नले लास्ट बाइट छोडिदिएँ यिनीहरूलाई पानी नपाएर हाल अहिले छोडेकै छैन के भयो साथी महेश डल्लै हो गयो पिरोले अब धारा कहाँ खोज्नु यार यो पाइप छ पाइप पनि भुलाइ खाइदिन्छ हो यार पाइप त छ त फेरि यहीँ सानो दुलो पारिकन होइन ठ्याक्कै मन्दिरमा लगेर राखेको होला हौ जाने पानी भर्न यसो हात खुट्टा दिनु हो र हो के अरे पानी अमला कस्तो हुन्छ अमला गाइस अमला छ यो चाहिँ पानी अमला होइन है एकदम दामी हुन्छ हौ दिनु त पक्ना आमामा अझै खोताल्दैछ यहाँनिर प्लास्टिक लिएर जा भाइ माथि बोला न युज लाने त्यो खुट्टामा कहाँ किसिम ठुलो आएको ठाउँमा उही आइ यो त के हो गाइस हामीले एउटा नयाँ प्लेस हन्ट गरिसकेको छौँ यो चाहिँ कहाँ अलिकति यो पाथिहाना मन्दिर भन्छ जाने माथि छ नि यो ठ्याक्कै माथि रहेछ एकदम बबाल छ म चाहिँ कुद्दै भएको आएको कारणले गर्दा अलिकति गल्यो नि त गाइस सो त्यही हो अब अहिले चाहिँ यहाँनिर पानी अमला निकाल्दैछ म पनि अब एकछिन बस्ने बेला आराम गर्नु पर्ला धेरै पेट खाएपछि अडक हुन्छ नि त सो क्याम्पिङको लागि यसो आएर बस्ने हो भने यो ठाउँ राम्रो छ तर हाम्रो अब यो किराती समुदायको यो पूजा गर्ने ठाउँ जस्तो पनि लाग्यो मलाई होइन एक त अब हुन त के पनि हुँदैन हान्नु त ढोग्ने चढाउनु चढाउनु पर्छ जस्तो छ चढाउँदैछ अब किराती जस्तो उयो रहेछ नि जस्तो लाग्यो नि त मलाई अब हाम्रो देउता जस्तो लाग्यो मलाई सायद होइन जोस् बबाल छ पछ्याउँदै आयो भने अमला लिस भन्ने अमला तिमी टिपेको छैन ए हामी चाहिँ टक्क यो हुन्छ नि धरान दामी क्लियर देखिने ठाउँमा आएको तर धरानै कहाँ आएर बस्यौँ एकछिन के धरान कुन चाहिँले गयो भनेको यो हामी यस्तो झन् भ्यू हेर्न आएको त्यही त यो हुस्यो लागिहाल्ने फेरि माथि चाहिँ लागेको छैन सिधै त्यहाँ छेक्ने ठाउँमा चाहिँ लाग्यो यस्तो हुनु नि होइन त्यो यो भिडियोहरूमा हेरे जस्तो यति एरिया चाहिँ बादल है भिडियो त्यो छ नि अनि त्यो बनाउन अहिले मिल्थ्यो क्या अहिले मिल्छ त एक्सपेक्टेसन भर्सेस रियालिटी हामी त मुनि पुग्नु गऱ्यौँ हुन्छ थाहा छ ओभर त्यता त घाम लागेको छ गर्मी मान्छे लोड भइरहेछ यहाँ गलेर ओभर डेटिङ पनि बसेको छ गाई त्यस्तो हेर्नु हुँदैन हामीले तर्फ हिँडिसकेको छौँ हामी चाहिँ अब बस यसो आएको देखेर लग्छ कि भन्ने आशमा कुराहरू चाहिँ हिँडाइ यो भाइ गलेर उपर भइसकेको छ वहाँनिर हिँड्दै फ्युचर या अब हामी घरतर्फ लाग्नुपर्ने हुन्छ गाइज घाम लागिरहेछ हुस्यो लाग्नुपर्ने ठाउँमा अनि जुन ठाउँमा घाम लाग्नु त्यो ठाउँमा हुसिरहेको छ चल्छ फेरि साइकल वाउ यो गाइज अब यहाँ फुल हेर्न सक्नुहुन्छ कति राम्रो यहाँ त बर फुल्दै फुल्के यत्रो गमला बोर्डमा पनि
पुरै पुरै फुलै फुल फुलिरहेको क्या वहाँनिर एउटा होटलमा हेर्नुहोस् कति आनन्द। उहाँ चाहिँ यो नयाँ बन्दै थियो यो पुल यो के अरे पिङ खेल्ने ठाउँ। हामी चाहिँ खेलिनौँ किनकि हामीसँग बजेट कम थियो। हेर्नु न पुल कति राम्रो के छ भाइहरू मेरो भ्लग हेर्छौ होइन भाइ हेर्दैनौ खेमे भ्लग सब गर न यार हो ल लाइक सब्सक्राइब यता चाहिँ फेरि स्ट्रबेरी पनि स्ट्रबेरी यहाँनिर यहाँ सानो सानो स्ट्रबेरी रातो रातो फलिरहेको छ यहाँनिर हेर्नुहोस् यी स्ट्रबेरी फुलिरहेको छ रातो रातो स्ट्रबेरी यहाँ छ है यहाँ फुल चाहिँ हेर्नु न यो मलाई पुरा लाग्यो क्या फुल चाहिँ फुलै फुल नटिप नटिप भाइ गाली खाइन्छ देखो भने गाडी चाहिँ आइसकेको छ एउटा कुन हो बस प्याक थियो भने के गर्ने होला है उभिएर आएको उहाँदेखि चाहिँ हामी के अरे धरानदेखि चाहिँ यहाँ चाहिँ क्याम्पिङ हान्ने ठाउँ रहेछ टक्कसँगले के अरे नाम चाहिँ टिक रिसोर्ट एन्ड बार डाइकेसन कपल क्याम्पिङ बनफायर भेडेटार वाउ साइकलमा चाहिँ पुगिन्छ होला है सजिलो आजको अब चाहिँ इटरी पुगेर घर गएर मस्त सुतिन्छ अब वर गलिरहेछ आजको भ्लग चाहिँ यतितिर हुन्छ कस्तो भइरहेको छ नेपाल।